लाजको मर्नु होइन हाम्रो लागि। नेपालको कुन चाहिँ सिटी चाहिँ हामीले फर्निचर उद्योग भनेर चिन्छौँ त? एउटा पनि सिटी, एउटा पनि पालिका छ नेपालभरि? यत्र 700वटा पालिकामा एउटा पनि पालिका छैन। विदेशीहरूलाई, गोरेहरूलाई, युएनहरूलाई देखाउने बाहेक बढ्यो, वन जङ्गल बढ्यो भनेर देखाउने बाहेक हामी नेपालीलाई फाइदा चाहिँ के भयो? यो हरियो वन नेपालको धन त छ, तर त्यसलाई उद्योगसँग जोड्नु पर्यो। जम्मै समस्या मात्रै बनाएको छ। बाँदर सायद यति यो 20-30 वर्षमा यो समस्या समाधान नगरिदिएको भए अहिले गाउँघरमा बर पिपल राम्ररी भइदिएको भए बाँदरले बर पिपलका गेडागुडीहरू खाएर बस्थ्यो होला नि त, घर घर आउँथेन होला नि त। अब छैन केही पनि। नेपालको नम्बर 1 उद्योग कुन हो त नि? ल, वन क्षेत्रको नम्बर 1 उद्योग कुन हो? अहिलेसम्म हामीले रिप्रेजेन्ट गर्दै गर्दाखेरि नेपालै प्रतिनिधित्व गर्ने उद्योग कुन हो? हामीसँग लगभग छैन। यही उदाहरण मैले दिँदै गर्दाखेरि चाहिँ सायद हजुरहरू सबैलाई थाहा छ, हाम्रा साथीहरू चाहिँ अमेरिका, युरोप जहाँसुकै हुनुहुन्छ त्यहाँ चाहिँ आइकिए भन्ने एउटा आइकिया ब्रान्ड छ होइन, फर्निचर उद्योगै हो, विश्वको सबभन्दा ठुलो फर्निचर उद्योग हो। स्विडेन भनेको सायद नेपालसित कम्पेयर गर्न पनि मिल्ला। नेपालको बजेटभन्दा करिब एउटै कम्पनीको बजेट चाहिँ नेपालको बजेटभन्दा 4 गुणा ठुलो बजेट छ। करिब 60 बिलियन अमेरिकन डलर चाहिँ उनीहरूको रेभिन्यू मात्रै उठ्छ। भन्दै गर्दा